पोखराको रातिको दृश्य राकिलो सडक फुल अफ ग्रिनरी त्यहाँ लुम्बिनी तन्दुरी थकाली भान्साघर यतापट्टि यो टिकटक निम्ति फेमस फुड हो बिजी बजारको टिकटकको लागि फेमस छ प्रायः यहाँ युवा टिकटक बनाउन आउँछ आजकल अलिक त्यो फेसन अलिक कम भएको छ नत्र यहाँ त बेलुका भएपछि भिडभाड हुन्छ अहिले हरायो खै के भएको नि प्रशासनिक नियन्त्रण भयो कि प्रशासनले टाइट गरे जस्तो छ बाटोमा बसेर डाटाङ डुडुङ टिकटक सिकटक गरेको नाममा ट्राफिक जाम गर्नु भएन भन्ने निर्देशन कडा आए जस्तो छ त्यही भएर देखिँदैन आजभोलि नत्र पहिला त हेरि नसक्ने हुन्थ्यो यहाँ सुन्दर छ दृश्य हरियो ल यसको सुरुवातकर्तालाई हामीले धन्यवादै दिनुपर्छ बाटोको यति सुन्दर छ यतापट्टि यो रहेको छ हाम्रो पुरानो औषधि उद्योग नेपाल औषधि उद्योग पहिला रोयल ड्रग्सको नाममा जानिन्थ्यो यतापट्टि छ सिटामोल र एमजिडीहरू खान पाइन्छ आजभोलि जनताले आफ्नै सरकारी उत्पादन खुसीकै कुरा हो अझ यो सायद अलि राम्रोसँग उत्पादन गरे हुन्थ्यो अझै रहेछ अलिक क्लियर देखिँदैन तर उत्पादन बढाएर यो देशको एउटा सरकारी उद्योग चाहिँ राम्रो भइदियोस् भन्ने चाहना चाहिँ हरेक नेपालीलाई हुन्छ उता टेलिकम छ ठिक टेलिकम चाहिँ यो रातिको दृश्य सुन्दरै हुन्छ शान्त शीतल हरियाली उज्यालो सफा फराकिलो बाटो यही त अनि मान्छे हिँड्छन् इभिनिङ वाक खानापछि नाइट वाक गर्छन् नि रमाइलो छ